धेरैजनालाई अंग्रेजी सिक्दा एउटा समस्याले सताउँछ। शब्दहरू त थाहा हुन्छ, तर कसैसँग बोल्नु पर्यो भने आत्मविश्वास नै आउँदैन। हो, शब्द जान्नु र त्यसलाई कुराकानीमा प्रयोग गर्नु, यी दुईटा कुरामा आकाश पातालको फरक छ। यो एकदमै सामान्य समस्या हो, तर चिन्ता नलिनुस्, यसको समाधान छ। आजको यो विश्लेषणमा हामी शब्द र नियमलाई कसरी जोडेर आत्मविश्वासका साथ अंग्रेजी बोल्न सकिन्छ भन्ने रहस्य खोल्नेछौँ। यो कुरालाई अझ व्यावहारिक बनाउन आउनुहोस् एउटा साधारण किनमेल यात्राको कल्पना गरौँ। यसले गर्दा सिक्ने प्रक्रिया ठोस र बुझ्न सजिलो हुन्छ र सिकेका कुराहरू तुरन्तै प्रयोगमा ल्याउन सकिन्छ। ल, अब सुरु गरौँ है त। हाम्रो यात्राको पहिलो भागमा हामी किनेमेलको लागि चाहिने खास शब्दहरूमा ध्यान दिनेछौँ, किनभने सही शब्दहरू भएनन् भने राम्रो वाक्य बनाउनै सकिँदैन नि, होइन र? ल, अब हेरौँ गो शपिङ र डु द शपिङ। सुन्दा त उस्तै लाग्छ, होइन? तर यिनीहरूको प्रयोगमा अलि फरक छ। जस्तै कपडा, फोन, टोपी जस्ता रमाइला गैर जरुरी सामान किन्न जाँदा गो शपिङ भनिन्छ। तर दैनिक चाहिने सामान जस्तै चामल, दाल, दूध किन्न जाँदा चाहिँ डु द शपिङको प्रयोग हुन्छ। हेर्नुस् त, यो सानो कुराले पनि हाम्रो कुराकानी कति स्वाभाविक सुनिन्छ। अब हाम्रो किनेमेल यात्रामा हामीले भेट्न सक्ने पहिलो किसिमको पसल हो हाई स्ट्रिट स्टोर। यो भनेको त्यस्तो पसल हो जहाँ आम मानिसहरूको लागि उचित मूल्यमा धेरै सङ्ख्यामा बनाइएका सामान्य कपडाहरू पाइन्छन्। हाई स्ट्रिट स्टोरको ठिक विपरीत बुटिक चाहिँ एउटा सानो पसल हो जहाँ एकदमै फ्यासनदार कपडाहरू पाइन्छन्। यी स्थानीय डिजाइनरदेखि महँगो अन्तर्राष्ट्रिय ब्रान्डसम्मका हुन सक्छन्, जसले किनमेललाई अझै विशेष बनाउँछ। ल, अब पसलभित्र छिरियो। पसलको मान्छेले आएर सोध्न सक्छ, केही खोज्दै हुनुहुन्छ? यदि यसो हेर्दै मात्र हुनुहुन्छ भने आइएम जस्ट ब्राउजिङ भन्न सकिन्छ। केही मन पर्यो र लगाएर हेर्न मन लाग्यो भने क्यान आई ट्राई इट अन भनेर सोध्ने। यी यस्ता साना वाक्यांशहरूले किनमेललाई निकै सजिलो बनाइदिन्छन्। हामीले भर्खरै हेरेका यी वाक्यांशहरू, यिनीहरू आफैमा शब्द र नियमको एउटा सानो प्याकेज हुन्। अब ती नियमहरूको खाकालाई अलि गहिरिएर हेरौँ न, अर्थात् व्याकरण, जसले भाषालाई एउटा संरचना दिन्छ। हाम्रो किनमेलकै सन्दर्भबाट एउटा पूरा स्वाभाविक वाक्य लियौँ, दिस स्टाइलिश ज्याकेट इज अन सेल, अर्थात् यो आकर्षक ज्याकेट बिक्रीमा छ। सुन्दा त साधारण छ, तर यो वाक्यमा धेरै कुरा लुकेको छ। अब यो वाक्य कसरी बन्यो त्यसलाई छिरफार गरौँ। यहाँ स्टाइलिश एउटा विशेषण हो, एडजेक्टिभ, जसले ज्याकेट भन्ने नाउन कस्तो छ भनेर बताउँछ, र इज चाहिँ क्रिया हो, वर्ब, जसले वाक्यलाई जोड्छ। हेर्नुस् त, शब्दहरू मिलेर कसरी अर्थ बन्दो रहेछ। यसलाई बुझ्ने एउटा एकदमै सरल तरिका छ। कल्पना गर्नुहोस्, शब्दहरू भनेका इँटाहरू हुन्, अनि व्याकरण चाहिँ त्यो घरको नक्सा, त्यो खाका हो जसले ती इँटाहरूलाई कहाँ कसरी राख्ने भनेर देखाउँछ, ताकि एउटा बलियो र अर्थपूर्ण घर बनोस्। एउटा बिना अर्को त अधुरो नै भयो नि। व्याकरणको एउटा महत्त्वपूर्ण पाटो हो टेन्सेस, अर्थात् काल। यसले काम कहिले भयो भनेर बताउँछ। जस्तै शप भन्ने क्रियालाई हेरौँ। बितेको समयको कुरा गर्दा आई शप्ड यस्टरडे भन्ने, अहिलेको कुरा गर्दा आई शप अन विकेन्ड्स भन्ने, अनि आउने समयको लागि आई विल शप टुमोरो भन्ने। यसले हाम्रो कुरालाई एकदमै स्पष्ट बनाउँछ। ल, अब हामी यो विश्लेषणको सबैभन्दा महत्त्वपूर्ण भागमा आइपुगेका छौँ। त्यो हो सिक्ने एउटा एकीकृत दृष्टिकोण। शब्द र नियमलाई छुट्टै होइन कि एकैसाथ कसरी मिलाएर सिक्ने, जसले भाषालाई जीवन्त बनाउँछ। धेरैले गर्ने गल्ती भनेको व्याकरण र शब्दहरूलाई अलग अलग सिक्नु हो। अब त्यो तरिकालाई चुनौती दिने बेला आयो। मुख्य कुरा के हो भने भाषा सिक्नुको अन्तिम लक्ष्य भनेकै अर्थपूर्ण वाक्य बनाउनु हो, नियमका पानाहरू कण्ठ गर्नु होइन। अब धारा प्रवाह बन्ने एउटा तरिका छ। यो एउटा 4 चरणको चक्र जस्तै हो, एकदमै व्यावहारिक। पहिलो, कुनै एउटा आवश्यक टेन्स अर्थात् काल सिक्ने। दोस्रो, त्यसैलाई प्रयोग गरेर एकदमै सरल वाक्यहरू बनाउने। तेस्रो, अब त्यही सरल वाक्यमा नयाँ शब्दहरू थपेर त्यसलाई अझ राम्रो, अझ अर्थपूर्ण बनाउने। र चौथो, विभिन्न कालहरू मिलाएर एउटा सानो कथा नै भन्न सक्ने बन्ने। यो प्रक्रियालाई दोहोर्याउँदै गएपछि भाषामा पकड बलियो हुँदै जान्छ। ल त, सिद्धान्तको कुरा धेरै भयो। अब यो सक्रिय सिकाइको चक्रलाई हाम्रो त्यही किनमेल यात्राको उदाहरणमा प्रयोग गरेर हेरौँ न यो कसरी काम गर्छ भनेर। यो प्रक्रिया बुझ्न
एकछिनको लागि एउटा फरक तर सरल उदाहरण हेरौं। हाम्रो विधिको दोस्रो चरण एउटा साधारण वाक्य बनाउने। यहाँ एउटा नाम, नाउन र क्रिया, वर्बलाई जोडेर आधारभूत वाक्य बनाइएको छ। द म्युजिशियन प्लेज, अर्थात् सङ्गीतकार बजाउँछन्। यो हाम्रो जग हो। अब तेस्रो चरणमा जाउँ। हामी यही साधारण वाक्यलाई अझै राम्रो बनाउँछौं, नयाँ शब्दहरू थपेर। जस्तै द ट्यालेन्टेड म्युजिशियन प्लेज द गिटार ब्युटिफुली। हेर्नुस् त, त्यो साधारण वाक्य अब कस्तो जीवन्त चित्र जस्तो भयो। र अन्त्यमा हामीले सिकेका सबै कुरालाई एकै ठाउँमा ल्याऊ। Yesterday, I went shopping for a stylish jacket that was on sale. यो वाक्यमा हामीले सिकेको शब्दावली र व्याकरण दुवैको प्रयोग भएको छ। यसले एउटा पूर्ण र व्यावहारिक विचारलाई व्यक्त गर्छ। त्यसो भए यो तरिका किनमेलको लागि मात्रै होइन, यो त जुनसुकै विषयमा पनि लागू गर्न सकिन्छ। आजको यो विश्लेषणबाट लिनुपर्ने मुख्य कुरा के हो भने, जब शब्द र नियमलाई एकसाथ बुनिन्छ, भाषा केवल शब्दहरूको थुप्रो रहँदैन। यो त संसारलाई वर्णन गर्ने एउटा शक्तिशाली औजार बन्छ। अब प्रश्न यो छ, यो विधि प्रयोग गरेर आफ्नो संसारको कुन चाहिँ पक्षलाई वर्णन गर्ने प्रयास हुनेछ?